गाइज वेलकम माई ब्लग है। तपाईँलाई मेरो ब्लगमा स्वागत छ है। के सन्चै हुनुहुन्छ है? म पनि सन्चै छु भन्नु कि दुःखी छु भन्नु है। आजको मौसम पनि ब्याड छ है। जस्तो मौसम छ मनमा त्यस्तै फिलिङ भावना छ है। अब कुरा गरौँ होइन। लेट्स टक अबाउट वर्ल्ड कप होइन। अनि त्यसपछि मेन कुरा टपिक भन्दै चाहिँ लेट्स टक अबाउट क्रिस्टियानो रोनाल्डो होइन। हजुरहरूलाई कति वर्ल्ड कप लागिरहेको छ होइन। आफूले सपोर्ट गरेको टिमहरूले जितिरहेको छ कि हारिरहेको छ होइन। फुटबल हो होइन, विनर लुज भइहाल्छ। तर जे भए पनि फुटबल भनेको गेमै यस्तै हो होइन। फुटबलभित्र फिलिङ्स लुकेको हुन्छ क्या, नट लाइक अदर स्पोर्ट होइन। अदर स्पोर्ट त्यस्तो मैले भन्नु खोजेँ, तर फुटबल भनेको जसले चाहिँ फुटबल बुझ्छ, फुटबललाई फलो गरेको हुन्छ, उनीहरूलाई फुटबलको फिलिङ थाहा हुन्छ होइन। अब त्यही हो होइन। अहिले वर्ल्ड कप चलिरहेछ। अब धमाधम अब क्वार्टर फाइनल, सेमी फाइनल अब तपाईँको नेक्स्ट विकमा त वर्ल्ड कप पनि सकिन्छ होइन। अनि त्यसपछि है अब हिजो गेम थियो पोर्चुगल स्पेनको होइन। वी लस्ट इन फाइनल मिनट है। अब हामीले सानो अब गल्ती भन्नु होइन, उताको फास्ट क्विक रियाक्सनले नै हामीले गोल खानु पुग्यो है। त्यसपछि भएको एक्स्ट्रा टाइममा हामीले गोल हान्न सकेनौँ है। 5-6 मिनट कति थियो होइन। जो स्याड छु होइन, दुःखी छु है। भन्ने मनमा केही छैन, के भनौँ कसो भनौँ है। त्यसैले चाहिँ ठिकै छ। मेरो जति मनमा भएको कुरा चाहिँ यही भिडियो मार्फत होइन। अब जसले चाहिँ रोनाल्डोलाई फलो गर्छ होइन, रोनाल्डो सपोर्ट गर्छ होइन, उनीहरूको लागि मैले चाहिँ भिडियो बनाएको। म पनि एज अ क्रिस्टियानो रोनाल्डो फ्यान होइन। इट्स बिन 20 इयर्स है। म अरू जस्तो मैले 2006देखि यो भन्दिनँ, मैले रियल फ्याक्ट कुरा गर्छु होइन। टुडे आइम गोइङ टकिङ अबाउट क्रिस्टियानो रोनाल्डो एन्ड हिज करियर एन्ड हिज एचिभमेन्ट एन्ड हिज ब्रोकन ड्रिम्स क्या, वाट एभर। तर मनमा चोट भनेको चोटै हुन्छ होइन। अब कुरा गर्दा चाहिँ होइन, इट्स बिन 20 इयर्स है। आई हेभिङ सपोर्ट क्रिस्टियानो रोनाल्डो क्या, त्यही हो होइन। गाइजहरू आज चाहिँ अब लेट्स टक अबाउट क्रिस्टियानो रोनाल्डो भनेर चाहिँ मैले चाहिँ भ्लग बनाएको होइन। अब इट्स बिन 20 इयर्स है। अब कस्तो भिडियो आइरहेको छ मलाई केही पनि थाहा छैन होइन। अब मैले क्यामेरा पर राखेको छु, अनि त्यसैले म यहाँ बसेर बोलिरहेको छु है। अब जस्तो कि पनि मलाई यसरी अब हात पक्रेर दुख्छ नि त। अब लेट्स टक अबाउट क्रिस्टियानो रोनाल्डो होइन। अब त्यही हो होइन। मैले चाहिँ रोनाल्डो फलो गरेको चाहिँ 20 वर्ष भइसक्यो। मैले चाहिँ अब फुटबल भन्ने कुरा चाहिँ मेरो लाइफमा 2006मा चाहिँ मैले चाहिँ फुटबल भन्ने गेम थाहा पाएँ है। अब त्यो फाइनल गेम भन्दा चाहिँ म सानै थिएँ। द्याट टाइम इट्स बिन म कति 8-9 वर्षको थियो होला। अनि त्यो बेला चाहिँ फ्रान्स भएपछि इटालीको चाहिँ फाइनल म्याच थियो होइन। पहिला जमानामा टिभी हुँदैन थियो नि त होइन। अब तपाईँको त्यो जमाना बल्ल तपाईँको च्यानलहरू आएको थियो क्या, हुन्छ नि। अब हाम्रो जमाना चाहिँ एन्टिनाबाट हेर्ने जमाना थियो। अनि मेरो साथी छ, मेरो साथीको रुममा चाहिँ म उसको रुममा टिभी थियो क्या। अब मेरो रुममा चाहिँ हामीसँग चाहिँ ब्ल्याक एन्ड व्हाइट टिभी थियो, उसँग चाहिँ रङ्गिन टिभी थियो। रङ्गिन टिभी भन्छ नि त। अनि उसको रुममा बसेर चाहिँ मैले त्यहाँबाट फुटबल फ्रान्स भर्सेस इटालीको गेम हेरेँ। त्यहाँदेखि चाहिँ होइन आई लाइक लभ टु प्ले फुटबल एन्ड वाच फुटबल। त्यहाँदेखि चाहिँ मेरो जर्नी स्टार्ट भयो। त्यहाँदेखि चाहिँ फुटबल हेर्दै गएँ। अनि मैले एक दिन मैले फुटबल हेरेर मैले के थाहा पाएँ, एउटा प्लेयर क्या, हुज नेम अफ क्रिस्टियानो रोनाल्डो क्या, CR7 क्या। द्याट टाइम हि वाज जस्ट स्टार्टिङ हिज करियर होइन। ऊ राम्रो थिएन, तर उसको हुन्छ नि पोटेन्सियल, उसले गर्ने कुराहरू धेरै दामी थियो क्या। त्यहाँबाट मैले फ्रम द्याट डे होइन, बिङ माई आइडल होइन, आई ह्याड आइडलाइज थिम होइन। अनि त्यहाँबाट अनि म्यानचेस्टर युनाइटेडबाट है अब ब्याक टु ब्याक गर्दा 2006मा होइन, जुन मैले फुटबल हेर्न थालेपछि हामीले 2008मा होइन म्यानचेस्टर युनाइटेडको म्यानचेस्टर युनाइटेडको फ्यान पनि भएँ। त्यसपछि मेरो बेस्ट क्लब भनेको युनाइटेड हो होइन, ड्यु टु बिङ अ क्रिस्टियानो रोनाल्डो। फेरि अरू जस्तो होइन क्या, रोनाल्डो जहाँ गयो त्यही टिमको फ्यान होइन क्या। हो म रोनाल्डोको फ्यान हो, तर रोनाल्डोले चाहिँ जहाँ जान्छ मेरो आइडल जहाँ जान्छ, जुन टिममा म त्यो सपोर्ट गर्ने हो नि त होइन। त्यसपछि 2008मा च्याम्पियन लिग जित्यो हामीले, प्रिमियर लिग जित्यो। 2009मा हामी बार्सिलोनासँग आउट भयो है। अनि त्यसपछि रोनाल्डोले म्यानचेस्टर छोड्यो, अनि रियल माड्रिड गयो होइन। त्यसपछि रियल र माड्रिड र म्यानचेस्टर सपोर्ट गर्यो। त्यसपछि रोनाल्डोको होइन फर्स्ट ब्यालन डियर पनि 2008मा जितेको। त्यसपछि रोनाल्डो हि इम्प्रुभ हिमसेल्फ क्या, टु बी अ ग्रेटेस्ट प्लेयर इन द वर्ल्ड क्या। हि प्रुभ हिमसेल्फ क्या, हि इज क्रिस्टियानो रोनाल्डो क्या। उसको हरेक डेडिकेसन, उसको हरेक इन्सपिरेसन, उसको हरेक मेन्टालिटी, उसको खेल्ने पारा, उसको एटिट्युड, दे आर मेकिङ म्याड क्या। त्यहाँपछि त्यो कुरा के गर्नु अनि त्यसपछि जब रोनाल्डो रियल माड्रिड गयो होइन, इट्स नट बी अ गुड सिजन होइन, फर्स्ट सिजन। तब त्यसपछि चाहिँ ब्याक टु ब्याक विन 4 च्याम्पियन लिग इन अ रो होइन। 3टा च्याम्पियन लिग रोमा जित्यो। त्यसपछि 2015मा बार्सिलोना जित्यो। त्यसपछि 16मा जित्यो होइन। त्यसपछि 2019मा लिभ रियल माड्रिड होइन। त्यसपछि जुभेन्टस गयो। त्यसपछि 2019मा उसले जुभेन्टस गयो रियल माड्रिड छोडेर होइन। त्यसपछि उसको एउटा के थियो फोकस भने जुभेन्टसलाई चाहिँ एउटा च्याम्पियन लिग जिताउने धेरै प्रयास गर्यो होइन, तर उसले सकेन है। अब भनौँ न एजेक्ससँग हार्यो, त्यसपछि पोर्टोसँग नि हार्न पऱ्यो है। त्यसपछि उसले फेरि म्यानचेस्टर ब्याक भयो, उसले म्यानचेस्टर गयो होइन। त्यो बेला युनाइटेड खस्किरहेको थियो होइन। अब च्याम्पियन लिग जित्नको लागि उसले हरेक कुरा गर्दा क्या, तर त्यसपछि उसले सकेन है। तर किन क्रिस्टियानो रोनाल्डो फ्यान भन्दा चाहिँ होइन, रोनाल्डो भनेको यस्तो एउटा प्लेयर हो कि हु ह्याज
संसारको सबभन्दा क्लच गर्ने प्लेयर क्रिस्टियानो रोनाल्डो क्या। अब ब्याक टु कुरा गर्नु 2016मा सेभेन आइरहनु होइन क्लियरली चाहिँ तब जब क्वार्टर फाइनलमा वुल्सबर्गसँग चाहिँ हामीले उसको होममा 2-0 खाँदाखेरि चाहिँ होइन आफ्नो होमग्राउन्डमा होइन फ्यानहरूलाई सपोर्ट दिएर फ्यानहरूलाई पुरा विश्वास दिएर उसले ह्याट्रिक हान्यो क्या। हिज द्याट प्लेयर द्याट्स अ हिज गड क्या। आई डोन्ट से क्या रोनाल्डोसँग वर्ल्ड कपसँग ऊ गड होइन क्या। सबै प्लेयरले हरेक कुरा एचिभमेन्ट गर्छ भन्ने छैन, तर हामीलाई पनि एउटा वर्ल्ड कप जित्नुपर्ने धेरै ठुलो सपना थियो, धेरै त हर्थ्यो, तर सकेनौँ होइन। त्यो कुरा छोडौँ होइन। त्यसपछि अब कुरा गर्नु युनाइटेड हुँदाखेरि होइन अब युनाइटेड जुभेन्टस हुँदाखेरि होइन तपाईँको क्वार्टर फाइनलमा होइन त्यो जुभेन्टसको होममा 2 गोल खाएर जुभेन्टस जस्तो टिमलाई चाहिँ कम ब्याक ह्याट्रिक हान्ने हिज द्याट प्लेयर क्या। नट लाइक अदर्स क्या। हिज क्रिस्टियानो रोनाल्डो मलाई किन रोनाल्डो मन छ नि लिडरसिप छ क्या, उसँग गर्ने मेन्टालिटी छ क्या, उसले गर्नुपर्छ हि प्रुभ हिमसेल्फ क्या। उसले यतिको वर्ष उसले आएसम्म उसले उसलाई प्रुभ गरे क्या है। त्योपछि कुराहरू वर्ल्ड कपको 2010मा होइन पहिलाको पोर्चुगल स्क्वाड भन्दा चाहिँ एउटा प्लेयर रोनाल्डोमा थियो, अरू प्लेयर थिएन खासै। रोनाल्डोले गर्यो 2010मा स्पेनले आउट पारिदियो, त्यसपछि युरो कपमा पनि स्पेनले आउट पार्यो, 2016 युरो कप जित्यो होइन। द्याट वाज अ बिग डे अफ यो क्रिस्टियानो रोनाल्डोको लागि खुसीको कुरा चाहिँ के भन्दा चाहिँ हि वोन ट्रफी फ्रम पोर्चुगल क्या, नट लाइक अदर ट्रफी क्या। युरोपियन च्याम्पियनमा द्याट वाज द फर्स्ट लाइफमा रोनाल्डोको फ्यान भनेर एउटा रुँदाखेरि खुसीको दिन भनेर त्यो दिन थियो क्या। अब क्लब कुरा त नगरौँ, क्लब कुरा बस्दा फिलिङ्स हुँदैन होइन। अब जे पनि एउटा प्लेयरले आफ्नो देशलाई कति माया गर्छ। हामीले होइन आज म बाहिर छु जसोसुकै होइन अर्को ठाउँमा करौँ भिडियोमा काम गर्छु, तर आफ्नो देश भने चाहिँ कति माया गर्छ त्यो हो क्या। झन् ऊ त आफ्नो देशलाई बोकेर रिप्रेजेन्ट गरेर उसले त्यति युरोपियन च्याम्पियन भएको छ। ड्याड वाज जिन्दगीमा कहिले पनि नभुल्ने मुमेन्ट चाहिँ त्यो हो एउटा रोनाल्डो फ्यान भएर चाहिँ। त्यसपछि चाहिँ अनि कुरा गरौँ 2014मा हामी ग्रुप स्टेजमा आउट भयो होइन। जर्मनले हामीलाई 5 हान्दियो अनि हामीले ड्र खेल्यौँ कि 2टा गेम, त्यसपछि अमेरिकासँग ड्र खेल्यौँ, हामी आउट हुनु पुग्यो ठिकै छ। त्यो रोनाल्डोको प्राइमको बेला कुरा गऱ्यो। रोनाल्डोको 2010देखि अहिलेको 2019 होइन 19सम्म चाहिँ यो प्राइम क्या, ऊ प्राइममा थियो क्या। ऊ प्राइम प्लेयर थियो नि त, अहिले जस्तो होइन क्या। ऊ कस्तो थियो भने थाहा होला, रोनाल्डो फलो गर्नेलाई थाहा होला। त्यसपछि हामी 2018मा पनि होइन दामी गेम खेल्यो स्पेनसँग, ग्रुप स्टेजमा पऱ्यो, ड्र खेल्यो होइन। He was only a first player to score a hat-trick क्या, only one player क्या हुन्छ नि स्पेन जस्तो टिमलाई क्या, जुन वर्ल्ड च्याम्पियन भएको टिमलाई ह्याट्रिक हाने क्या उसले होइन। त्यो त्यति बेला के थियो रोनाल्डो थियो नानी थियो, अनि करास्को थियो होइन, अनि पेपे थियो, तर अहिले जस्तो टिम थिएन नि त। अनि हामीले राम्रै खेल्यो, उहिलेसँग हार्नु पऱ्यो क्या होइन। त्यसपछि हाम्रो एउटा भयो जब 2022को कुरा गर्दाखेरि होइन 22को त्यो कुरा के गर्नु। अब त्यो टाइममा जब युनाइटेड गयो होइन उसको लाइफमा धेरै कुरा भयो, उसको बच्चा मऱ्यो नि त होइन। त्यसपछि उसलाई त्यो टेनहरूले गर्ने बिहेभियर, त्यसपछि उसको लाइफमा एउटा प्लेयर भएपछि हरेक मान्छेको लाइफमा डाउनफल भन्ने कुरा हुन्छ, उसको लाइफमा डाउनफल भयो नि त होइन। त्यसपछि अनि युनाइटेड छोड्नु पऱ्यो, त्यसपछि उसलाई कति सहनु पऱ्यो, त्यो पनि उसले होइन वर्ल्ड कप खेल्न गयो क्या। त्यति बेला हाम्रो होइन पहिलाको कोच के अरे माधवको नाममा आयो त्यो नाम पनि बिर्सिसकेमा के हो त्यो मुलाले एउटा होइन एउटा टिमको एउटा राइजिङ प्लेयरलाई चाहिँ उसले एक्स्ट्रामा राखेको क्या होइन। ऊ रोनाल्डो फर्ममा थिएन होला, उसको लाइफमा हरेक हुन्छ कि उसले त्यो बुझेर एउटा प्लेयरलाई युज गर्नु पर्ने नि त होइन। उसले गरे नगरे होइन उसले गोल हानेर रोनाल्डोले धेरै गोल हानेको छैन होला। किन छैन भने मेसीको किन धेरै गोल छ क्या, मेसीको लागि ज्यान दिने छ क्या, रोनाल्डोको लागि ज्यान दिने छ। कहिले पनि फुटबल भनेको म यसले जिताउँछु भन्ने कुरा सकिँदैन कि। एउटा स्टेजसम्म चाहिँ पुगेर जित्न सकिन्छ तर धेरै स्टेजमा पुगेर चाहिँ म एक्लै वर्ल्ड कप जिताउँछु भन्ने कुरा त्यो इम्पोसिबल क्या। वर्ल्ड कप भनेको लक पनि फरक पर्छ क्या। त्यसपछि मर्गोसँग हार्नु पऱ्यो है, द्याट वाज सो फकिङ क्या पेन होइन रोनाल्डोको फ्यानको लागि होइन। ठिकै छ त्यसपछि अनलास्टिङ गयो, त्यसपछि अनलास्टिङमा राम्रै खेल्यो होइन। हि 41 इयर्स भइसक्यो, हि स्टिल हेयर फुटबलको सबभन्दा हाइएस्ट टप गोल स्कोर क्रिस्टियानो रोनाल्डो हो क्या। त्यति बेला त्यो 2022को वर्ल्ड कपमा हाइएस्ट गोल स्कोर उसले युज गर्न सकेन क्या होइन। त्यसपछि ब्रोकन भयो, हरेक भयो। त्यसपछि यो 2026 वर्ल्ड कप किन आश थियो भने पोर्चुगललाई रोनाल्डोको फ्यानलाई भनेको हाम्रो प्लेइङ स्टाइल दामी थियो क्या है। कुरा गरौँ न मिडफिल्डको कुरा, ब्याक टु ब्याक च्याम्पियन लिग विनर भिनिस नेभेस के हेरेको पर्फर्मेन्स क्या। 5 गेम हिटिना 0 गोल 0 एसिड, नेभेस 1 गोल 0 एसिड, ब्रुनो फर्नान्डेस 1 एसिड 0 गोल क्या। मेन्डिस चाहिँ राम्रो खेल्यो, मेन्डिसलाई त म मान्छु है। डिफेन्सको कुरा गरौँ होइन, अब डिफेन्स चाहिँ ठिकै छ भनौँ न होइन। अब गोलकिपर त गोली नै भइहाल्यो होइन। त्यसपछिको ब्रुनो फर्नान्डेस क्या मादर चोद यार, आफ्नो देशको लागि र अलिकति दिएर खेल्नु नि, ज्यान दिनु नि यार। युनाइटेडको लागि चाहिँ युनाइटेडको चाहिँ प्रिमियर लिग प्लेयर मन हुँदिने, एसिस्ट टप 20 हान्दिने, आफ्नो लागि आफ्नो देशको लागि खेल्ने गेम त्यही हो होइन नि यार। मार्कस रोनाल्डो यार डन इज बेस्ट क्या।
हाटैबाट हामी आउट हुनु पऱ्यो। अब हाम्रो एउटा सपना रह्यो पोर्चुगलको यो झन्डामाथि तारा चाहिँ आकाशको तारा जस्तै ताराले चाहिँ कहिले छुन सकेन। प्रयास गरेको नगरेको होइन है, तर बिङ रोनाल्डो फ्यान होइन इज अ फकिङ पेन होइन। आज कस्तो हुन्छ फिलिङ्स छैन क्या, सो स्याड भन्ने कुरा पनि छैन है। अब के भन्नु है, अब हि हेज डन इज बेस्ट होइन। अब जसले जे भने पनि वर्ल्ड कप नजिते पनि होइन, अब अरूले मेसी फ्यानहरूले हर्लिक भने पनि पेनाल्डो भने पनि आई डोन्ट केयर होइन। यु मेरो आइडल होइन, ऊ मेरो आइडल रहनेछ है। अब यही हो लास्ट वर्ल्ड कप होइन। अब पोर्चुगललाई सपोर्ट गर्ने, नो मोर क्रिस्टियानो रोनाल्डो होइन, नो मोर पोर्चुगल। अब गएर पोर्चुगललाई सपोर्ट गर्ने काम पनि छैन। यो भनेको यो पोर्चुगललाई सपोर्ट गर्नु भनेको कुकुरको पुच्छर ढुङ्गामा आएर सिधा पार्ने जस्तो कुरा हो होइन। पोर्चुगल विदाउट रोनाल्डो पोर्चुगलले वर्ल्ड कप जित्ला, तर आई डोन्ट गिभ फक होइन। किन भन्दा चाहिँ हुनुपर्ने बेला जित्नुपर्ने क्या। मान्छे हुँदाखेरि चाहिँ भ्यालु छैन, मरेपछि औषधि खुवाएर जस्तो कुरा भन्छ। तर एउटा कुरा के भन्दाखेरि टिमले राम्रो खेल्न सकेन क्या, हुन्छ नि अलिकति होइन। अर्जेन्टिनाले किन वर्ल्ड कप जित्यो यार, टिम कस्तो छ स्पिरिट मेन्टालिटी जित्नु भने। हिजो स्पेन गेममा होइन बस पासिङ मात्रै छ क्या, एउटा होइन चान्स मिस गरेन, एउटा क्रिएट गरेन, त्यो होइन क्या होइन। गेम राम्रै भइरहेको थियो। अब स्पेन भनेको टिम त्यस्तै हो, तर होइन नि त। स्पेनहरूको चान्स पनि पाए हान्ने टिम हो नि त, त्यो टिमसँग खेल्दा अलिकति होइन। अब कोचले पनि अलिकति भएको प्लेयरहरू युज गर्नुपर्थ्यो होइन। रोनाल्डोलाई ठिक छ, रोनाल्डो निकालेन, रोनाल्डोले निकाले भए पनि 60-70 मिनट हामीलाई मतलब हुँदैन थियो। ग्यान्जेलो ऱ्यामस थियो, ऱ्यामस भनेको भर्खरको एजवाला प्लेयर थियो होइन, उसले युज गर्न सकेन। अब सकेन कि अब खेल्न सकेन होइन। अब ब्रुनो फर्नान्डेसको मुखको मात्रै चाहिँ अझै गर्छ होइन, गर्न केही सक्दैन, त्यो मलाई सक्दैन, मन पनि पर्दैन त्यो मुला गर्नु मतलब पनि लाग्यो। तर हुन्छ नि सिम्पसन्सको प्रेडिक्सन पनि फेले खायो है। अब धेरै होप थियो यो टिममा चाहिँ, धेरै थियो यार, टिम राम्रो थियो यार। रोनाल्डोको फ्यान भएर यार इज टु हार्ड फकिङ पेन यार। 20 वर्ष भयो यार। रोनाल्डोले गएर रोनाल्डो जर्सी लगाएर हिँड्न थालेँ, रोनाल्डोलाई सपोर्ट गर्न थालेँ, एभ्रिथिङ रोनाल्डो जस्तो बनाउन सकेँ। तर त्यतिको डेडिकेसनहरूले गर्दा चाहिँ होइन। अब रोनाल्डो पोर्चुगल जर्सी किनेर रोनाल्डो जर्सी किनेर दिनहरू गए है। 20 वर्ष कतिखेर कति गऱ्यो है। त्यो एउटा फिलिङ्स एउटा डायर फ्यानलाई होइन थाहा हुन्छ रोनाल्डोको होइन। थाहाहरूलाई मतलब हुन ठिकै छ होइन। अब जे पनि रोनाल्डोको सपनै रह्यो है, त्यो कुराले लास्ट हुँदैन भन्नु। बोल्न शब्द केही छैन, मन भारी भएर आँखाबाट आँसु नझरेर नि आँखाभित्र आँसु रहिरहेको छ, बोल्ने शब्द छैन कि। जब रोनाल्डो रुको देख्छ नि यार, आफ्नो आँखाबाट आँसु भर्छ, मन दुख्छ यार। मन भारी भयो यार। ठिकै छ होइन। अब हुने कुरा भइसक्यो होइन। अब लास्टमा के हुन जान्छ, अबबाट चाहिँ नो मोर पोर्चुगल। अब रोनाल्डो रिटायर दिन्छ, अब रोनाल्डोले खेल्छु भने सबभन्दा इजी कुरा फुल भन्ने कुरामा होइन। 41 पुगिसक्यो, अब लास्ट डान्स थियो, लास्ट होप थियो होइन। अब हामीले ब्याक गर्न सकेन, ठिकै छ होइन। तर लास्टमा के भन्न चाहन्छु कि रोनाल्डो होइन, यु अलवेज माई आइडल है। तिमी सधैँभरि मेरो मनमा रहन्छ। यो जतिसुकै प्लेयर होस् कि नम्बर आई अलवेज चुज कि तिमी रिटायर होस् नहोस्, तिमीलाई फिल्डमा देख्न नपाओस्, तर तिमीलाई जहिले पनि फलो गरिरहनेछु, तिमीलाई सधैँभरि सपोर्ट गर्नेछु। तिमी फुटबल बाहेक अरू नगरे पनि हरेक कुरा अब फुटबल खेल्न सके पनि होइन। तिमीले त्यो छोडेको त्यो हुन्छ नि, तिम्रो त्यो हुन्छ नि डेडिकेसन, तिम्रो मेन्टालिटी, तिम्रो एटिट्युड, हरेक कुरालाई आफ्नो लाइफमा युज गरेर होइन। रोनाल्डो तिमीले वर्ल्ड कप जित्न नसके पनि होइन, तिम्रो फ्यान म एज अ फ्यान होइन, लाइफमा हार्ने छैन, आफूले देखेको सपनाहरू लड्नेछु, रोनाल्डो जस्तो डेडिकेसन हुनेछु। ठिक छ, रोनाल्डोले वर्ल्ड कप जित्नुको सपना अधुरो भए पनि ठिकै छ होइन। म आफ्नो सपनाहरू अधुरो राख्नेवाला छैन, म मेरो सक्दो बेस्ट गर्छु। यदि मैले सकिनँ मैले सकिनँ भने कि आई थिङ्क जस्ट लाइक रोनाल्डो वान्ट्स टु विन वर्ल्ड कप जस्तै भन्ने सोच्छु, केही छैन होइन। रोनाल्डो थ्याङ्क यू सो मच, तिमीले धेरै जेनेरेसनलाई इन्सपायर गरेको छौ होइन। तिमीले वर्ल्डलाई इन्सपायर गरेको छौ, तिमीले इङ्ल्यान्डलाई कन्कर गर्यौ, स्पेनलाई गर्यौ, त्यसपछि तिमीले इटालीलाई गर्यौ, तिमीले साउदी अरबलाई गर्यौ, तिमीहरूले साउदी अरब गएर साउदी अरबको होइन। अब साउदी अरब वर्ल्ड कपबाट आउट भयो पनि, तर साउदी अरबको फुटबल कस्तो डेभलप बनायो होइन। देयर अ लट अफ फ्यान इन रोनाल्डो। तिम्रो धेरै फ्यान छ क्या, युरोप मात्रै होइन कि एसिया, हरेक ठाउँमा छ एसिया युरोप होइन। स्टिल यु विल बी अलवेज माई आइडल होइन। थ्याङ्क यू सो मच फर इट्स बिन अ गुड जर्नी विथ यु है। अब यसरी फिल्डमा यही पोर्चुगल जर्सी ल्याएर 7 आवर्स ल्याएर हेर्न पाइँदैन, बिडिङ पोसिबल होइन क्लबहरूमा।
क्लब गेमहरू हेर्न पाउँला होइन, त्यहाँ सपोर्ट गर्नेछु। तिमीले अब जुन वर्ल्ड कपमा जे पनि अब क्लबिङ हार्न तिम्रो एम हुन्छ नि, अब साउदी लिग जितिसक्यो, अब त्यसपछि एएफसी च्याम्पियन लिगहरू तिमी जुन कुराहरू गर्छ त्यो कुरा सपोर्ट गर्नेछु है। अब तिमीलाई सधैँभरि सपोर्ट छ है। थ्याङ्क यू सो मच। इट्स अ ब्युटिफुल जर्नी है। क्रिस्टियानो रोनाल्डो, यु आर द म्यान होइन, यु आर द रियल गुड, यु आर ट्रु लिडर, यु आर ट्रु प्लेयर क्या। यु मेड योर सेल्फ क्या, तिमी आफै बन्यौ क्या, अरू कसैले तिमीलाई बनाएनौ क्या। तिमी यस्तो मान्छे हो, तिमीले लगाएको जति 7 नम्बर पनि आज एउटा फुटबल इतिहासमा 7 नम्बर भनेदेखि क्रिस्टियानो रोनाल्डो भन्ने बनायो तिमीले, त्यो लेगेसी छोडेको छौ क्या। तिमीले प्लस प्लेयर भन्ने बित्तिकै मान्छेहरू चाहिँ कमब्याक प्लेयर भनेपछि तिम्रो नाम सोच्नेछ क्या। अल ओभर द वर्ल्ड होइन, तिमीलाई माया गर्नेले माया गरिरहन्छ, हेर गर्ने हेर गरिरहन्छ, त्यो ड्याम केयर भएन। तिमी क्रिस्टियानो रोनाल्डो भने छौ है। जस्तो सुकै अब सपना वर्ल्ड कप जित्ने भए पनि जित्न नसके पनि तिम्रो सपना आकाशमै रहिरहोस्। तिम्रो छोरा जुनियरले चाहिँ गरोस् होइन। इफ जुनियर विल बी अ गुड प्लेयर द्याट टाइम, अब हामी पनि बुढो हुन्छ, द्याट टाइम आई विल सपोर्ट योर सन है। ठिक छ, तिम्रो सपना तिम्रो छोराले पुरा गरोस् है। ठिक छ होइन। इट्स नट टु से गुड बाई बट इट्स टाइम टु से गुड बाई। थ्याङ्क यू सो मच क्रिस्टियानो रोनाल्डो, थ्याङ्क्स फर एभ्रिथिङ। You make me a man, you teach me everything, what is discipline, what is mentality, what is about hard work होइन। सपना भने के हो, ड्रिम भने के हो, कसरी तिमी जर्सी लाएर हिँड्दा पनि मलाई फिल प्राउड हुन्छ क्या। किनकि तिमी त्यो मान्छे क्या, मैले जर्सी लाएर बाड्यो भने मान्छेले हेर्छ ओ रोनाल्डोको जर्सी, किनकि यु मेड द्याट इमेज क्या, नट मैले होइन क्या, अरू प्लेयर होइन क्या, यु आर द्याट प्लेयर क्या। थ्याङ्क यू सो मच हेर्लास रोनाल्डो है। स्याड नहुनु है, जिराउनु। बेस्ट अफ लक फर कमिङ डेज होइन। सधैँभरि सपोर्ट गरिरहन्छ। लास्टमा तिमीले गरेको सेलिब्रेसन वर्ल्ड वाइड सु रोनाल्डोको फ्यानहरू होइन, जो रोनाल्डोलाई माया गर्नुहुन्छ होला है, सधैँभरि रोनाल्डोलाई माया गर्नु होला है, सपोर्ट गर्नु होला। रोनाल्डो डोन्ट बी स्याड, लुक द स्काई एन्ड द स्माइल। तिम्रो लेगेसी रहि नै रहन्छ। It's not time to share, it's time to share, it's time to share. So